हेलो एभ्रिवान, नमस्ते। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, भाइरल कोल्ड अर्थात् रुगाखोकी। सुन्दा सामान्य लाग्छ, तर जब यसले समात्छ निकै नै गाह्रो हुन्छ, होइन त? ल आज हामी यही विषयमा कुरा गर्नेछौँ। इज इट गुड टु गिभ मेडिसिन इन भाइरल कोल्ड? यो एउटा कमन क्वेसन हो जसले नि सोध्ने गर्छ। हेर्नुहोस्, यदि हजुरको शरीरले 5 देखि 6 दिनसम्म फाइट गर्न सक्छ, राम्रो इम्युनिटी छ भने यो आफै ठिक हुन्छ। तर मेडिकल साइन्सले के भन्छ भने यस, दिनुपर्छ। If yes, why? Only for symptom relief, not to cure the virus. ल कमेन्ट गरेर भन्नु होला यस्तो किन होला। अब यसको लक्षणहरू के हुन सक्छ? रनिङ नोज, स्निजिङ, माइल्ड फिभर, कफ। अब ज्वरो आउन नि सक्यो, आउन नि सकेन। त्यस्तै हेर्ने हो भने यो हुँदाखेरि के दिने? प्यारासिटामोलको साथसाथमा एन्टिहिस्टामिन, डिकग्नेस्टहरू रेस्ट गर्नु पर्यो। किन? टु रिड्युस डिस्कम्फर्ट, पेसेन्ट फिल बेटर। साथै अरू औषधिहरू प्यारासिटामोलहरू, एन्टिहिस्टामिनहरू दिने मिल्यो। प्यारासिटामोलमा ज्वरो आउँदाखेरि, टाउको दुख्दाखेरि एन्टिहिस्टामिन सेप्टिजिन, लेभोसेटिजिन दिने मिल्यो। ड्राई कफ हुँदाखेरि डेक्सामेथासोन कम्बिनेसनहरू, वेट हुँदाखेरि ब्रोमोहेक्जिन कम्बिनेसनहरू, डिकग्नेस्टेन्ट हुँदाखेरि जाइलोमेटाजोलिन, नेसल ड्रपहरू 3 देखि 5 दिनसम्म।